नमस्ते एन्ड स्याजल एभ्रिवान। आज मसँग हुनुहुन्छ फेरि पनि मिस गले। नमस्ते। सो आज हामी कहाँ छौँ? आज हामी छौँ लापेरसमा। सो रमाइलो छ आज। हामी धेरै के भयो होइन, धन्नै चार्ज खाएँ मैले होइन। सो खासरी चाहिँ के भयो भन्दाखेरि यो यम 5 यम 4 भनेर चाहिँ यो टोल हो कि, त्यसले एकदम झुकाउँछ है। अनि त्यो अलिकति प्रब्लम छ। यो बाटो तपाईँहरू लापेरस आउँदै हुनुहुन्छ भने झुकिन सक्छ, मोटर वे छ, त्यो हुँदै आउनु होला। र दिस इज नट द फर्स्ट टाइम, सेकेन्ड टाइम हो होइन त? सेकेन्ड टाइम हो। बहुत नोइज आयो यार बाइकहरूको। भ्यू देखाइदिउँ बरु होइन, त्यति नै चल्छ। सो यो भ्यू हेर्नु होला। अहिले चाहिँ एकदम लास्टै आवाज आयो कि यता बाइक राइडर्सहरू रहेछ होइन। सो लुक एट द भ्यू, यस्तो बवाल भ्यू छ क्या। सो अस्ट्रेलियाको नि सिडनी अरू ठाउँ त्यति गएको छैन। यहाँ चाहिँ लामखुट्टेहरू धेरै हुँदो रहेछ। हामी यसरी बसिरहेको छौँ टक्क लाएर होइन, टक्क पुरै कपाल भाइब्स, के अरे कपाल गोल्स। यो ब्रिज चाहिँ अलिकति पपुलर छ। लामखुट्टे चाहिँ बवाल छ है। फेरि यहाँ यस्तो बवाल छ। हामी अलिकति ढिलो आइपुग्यौँ होइन, तर ओर्थित छ। सो अब ठिक छ। अनि के कुरा गरिरहेको छौ भन्दाखेरि अस्ट्रेलियाको पनि कति भयो अब, अराउन्ड लाइक 3 वर्ष हुनुलाई, 2.5 वर्ष भनौँ होइन। अनि यता कति भयो? सेम हो। डेस्टिनीमा तपाईँहरू कति विश्वास गर्नुहुन्छ है? हामीले डेस्टिनीले नै भेटाएको हो है। ऊ अस्ट्रेलिया नै आउन मन नलाग्ने मान्छे अस्ट्रेलिया आइपुग्यो होइन। म चाहिँ एकदम फेरि मेरो चाहिँ ड्रिम कन्ट्री हो। यहाँ चाहिँ लामखुट्टे चाहिँ बबाल आउँदो रहेछ है। ठिकै छ। अहिले कस्तो भइरहेछ तपाईँको नजरमा होइन, तिम्रो नजरमा है? फेरि तिम्रो भनेर आउँछ किन, त्यो भिडियोको लागि राम्रो हुने। ल, तिम्रो नजरमा अस्ट्रेलिया के हो, कस्तो ठाउँ हो? ल अब के भन्ने होइन। ओके ठिकै छ। अस्ट्रेलिया भनेको चाहिँ ल छोड नबोल तिमी। ल, अस्ट्रेलिया भनेको चाहिँ उसलाई भिडियोग्राफर, मेरो ऊ प्राइभेट भिडियोग्राफर हो होइन, फोटोग्राफर। अब अस्ट्रेलिया भनेको चाहिँ मेरो नजरमा के हो भन्दाखेरि एउटा दुःख पनि हो, सुख पनि हो है। र अर्को कुरा भनेको चाहिँ यसले चाहिँ अस्ट्रेलियाले चाहिँ तपाईँलाई दुःखको मिनिङ बुझाउँछ। र यो तपाईँमा निर्भर हुन्छ, तपाईँ सही बाटोमा हुनुहुन्छ कि सही सर्कलमा हुनुहुन्छ कि, अथवा कुन तरिकाको प्रोफेसनमा तपाईँ लाग्ने होइन। यहाँ हुन त पढ्ने मान्छेहरू पढ्छन् होइन। मोस्ट अफ द केसेसमा चाहिँ मैले पढ्ने मान्छे कमै देखेको छु है। अब यहाँ काम पनि गर्नु पऱ्यो, कतिजनाको लोन हुन्छ, लोन तिर्नु पऱ्यो। अहिले 24 आवर्सभन्दा बढी काम गर्न मिल्दैन हप्तामा है, अराउन्ड 48 आवर्स मात्रै छ। यो ठाउँमा चाहिँ अति मच्छर आउँदो रहेछ। तर लुक एट द भ्यू, यस्तो बवाल भ्यू छ है। सो के कुरा गर्दै थियो भन्दाखेरि तपाईँमा भर पर्छ भनौँ है। सो मैले अहिलेसम्म बुझेअनुसार आफूमा भर पर्छ, आफूले कुन बाटो छान्ने भनेर। सो यहाँ नराम्रो तरिकाले गएको पनि छ। म आफै पनि एजुकेसन काउन्सिलर भएर अहिले काम गर्दै कति भाइहरूको सिओ क्यान्सलेसन केसेसहरू मैले अराउन्ड लाइक 10-12वटा त मैले गरिसकेको छु, केस ह्यान्डल गरिसकेको छु। त्यसमा चाहिँ मैले मोस्ट अफ द केस थाहा पाएको चाहिँ हाम्रो भाइहरू चाहिँ होइन, धेरै जस्तो चाहिँ यो पोकरमा लागेका होइन। मलाई त्यस्तो लाग्छ होइन। मैले मेरो साथीको एउटा सिचुएसन पनि देखेको छु जहाँ चाहिँ के अरे यो पोकरले गर्दाखेरि चाहिँ धेरै डिस्टर्ब भएको, अथवा ऊ चाहिँ पछिसम्म चाहिँ त्यो रिकभर गर्न नसकेको, उसले धेरै कुराहरू भोगेको होइन। जस्तो सबैसँग पैसा माग्ने, मसँग पनि माग्न आउँथ्यो, पैसाको जहिले पनि कमी हुने होइन। सो त्यो कारणले गर्दाखेरि चाहिँ आफ्नो गुड सर्कल पनि हुन जरुरी छ है। सुरुमै आउने बित्तिकै त वात्त राम्रो हुन्छ भने त होइन, तर आफूले चाहिँ आफ्नो त्यो सर्कललाई चाहिँ बुझ्नु पऱ्यो होइन। र म कुन चाहिँ सर्कलमा छु र यो सर्कलमा लागि ठिक हो कि होइन भन्ने पनि हुनु पऱ्यो। पोकर पनि खेल्नुहोस् होइन, तपाईँहरू जानुहोस् होइन, खेल्नुहोस्, तर लिमिटमा हुन्छ हरेक कुराहरू। त्यो चाहिँ आफूले बुझ्न सक्नु पऱ्यो होइन। अदर देन द्याट पढाइ भन्ने कुरा त भइहाल्छ, पढ्नु पनि पऱ्यो है। र आफूले सक्ने गर्ने हो, आफ्नो शरीरले सक्ने गर्ने यहाँ कामहरू टन्नै हुन्छ। र आफ्नो एउटा क्यापेबिलिटी चाहिँ थाहा हुनु पऱ्यो। फर इक्जाम्पल मेरो इक्जाम्पल लिनुहुन्छ भने म जहिले पनि पहिलेदेखि नै डिजिटल मार्केटिङमा चाहिँ एकदम म लागि परिरहेको थिएँ र म त्यसमै लागेँ क्या
फर्स्टमा राम्रो भएन, सेकेन्डमा राम्रो भएन, तर थर्ड फोर्थ कम्पनी हुँदै गर्दाखेरि चाहिँ म एकदम राम्रो भएँ अहिले चाहिँ होइन। मलाई एक्ज्याक्टली थाहा छ मलाई के मनपर्छ भनेर र कसरी गर्ने भन्ने बारेमा थाहा छ होइन। एउटा नेटवर्किङ बढाउनु होइन, एउटा मान्छे चाहिँ चिन्नुपर्छ यहाँ। मान्छे चिन्यो भने तपाईँहरूलाई एकदम फाइदा हुन्छ है। र अब आफूले पनि गर्न सक्नु पऱ्यो क्या। इट्स नट लाइक दिस तपाईँले काम लगाइदियो भन्दैमा सबै कुराहरू त्यहाँ तपाईँमै भर पर्छ नि त होइन। जस्तै फर इक्जाम्पल तपाईँहरू मका आउनुहुन्छ भने भर्खर आउनुहुने दाजुभाइहरू होइन, दिदीबहिनीहरू तपाईँहरू ममा आउनुहुन्छ भने मैले अफकोर्स रिफर गरिदिएला कुनै ठाउँमा। यदि तपाईँहरू कन्सल्टेन्सी क्षेत्रमा तपाईँहरूको एक्सपिरियन्स छ, एज अ डिजिटल मार्केटर भएर काम गरेको छ, एज अ भिडियो प्रेजेन्टर भएर काम गरेको छ, मैले त्यसमा फेरि आई क्यान हेल्प होइन। र तर यसमा के हुन्छ भन्दाखेरि हजुरले चाहिँ हजुरको क्यापेबिलिटी हुनु पऱ्यो, द्याट्स इट। आफ्नो क्यापेबिलिटी बुझ्नु पऱ्यो र हजुरले गर्न सक्नु पऱ्यो। अदर देन द्याट अरू सबै चाहिँ तपाईँमा निर्भर हुन्छ। त्यही भएर चाहिँ जहिले पनि आफ्नो क्यापेबिलिटी बुझ्नु पऱ्यो, द्याट्स इट है। सो यदि तपाईँहरू अस्ट्रेलिया आउँदै हुनुहुन्छ भने मेक स्योर तपाईँहरू चाहिँ आफ्नो लागि यहाँ जिउने हो, साथीहरू भन्दै हिँड्ने हो भने यहाँ आफ्नो लागि आफै गर्ने सबै कुराहरू है। सो यदि तपाईँहरूलाई फर्दर भिडियोजहरू हेर्न मन छ, कस्तो टाइपको भिडियोजहरू बनाऊँ तपाईँहरूकै लागि भनेर बनाउँदैछु मैले जहिले पनि भिडियो, जस्ट लेट मी नो है। कमेन्ट सेक्सनमा चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ। सी यु इन द नेक्स्ट भिडियो।